नमस्ते साथीहरु, तपाईहरुलाई रमाइलो खोटाङ च्यानलमा स्वागत छ भन्न चाहन्छु। र सम्पूर्ण साथीहरुलाई चाहिँ आज मेरो जन्मदिन भएको हुनाले सबै साथीहरुलाई चाहिँ म जन्मदिनको उपलक्ष्यमा आज खुशियाली भएर भिडियो बनाएको छु हैन। कस्तो लाग्छ तपाईहरुले हेर्दिनु होला। आज चाहिँ मेरो ह्यापी बर्थडे हो। Today my happy birthday. I am also happy guys, all friend. Thank you so much my YouTube family and all my family and thank you so much भन्न चाहन्छु सबैजनालाई। र आज मेरो बर्थडे भएको हुनाले चाहिँ आज त गिफ्टहरुको बर्सात हुन्छ होला भन्ने कुरा चाहिँ यहाँ मलाई लागिरहेको छ भिडियोमा हैन। अनि आज मैले भिडियो बनाउँदै छु, तपाईहरुलाई कस्तो लाग्छ साथीहरु जानकारी गराउनु होला। अब भिडियोमा त यस्तै छ। आज चाहिँ म पुरा 31 वर्ष भएर 32 वर्षमा लागेको उपलक्ष्यमा चाहिँ मेरो चाहिँ 1994 एन्ड अप्रिल 12 तारिक चाहिँ बर्थडे पर्छ हैन। त्यही जन्मदिन हो सुरुको चाहिँ। र अहिले म 31 वर्ष पुरा भएर 32 वर्ष लाग्दाखेरि पनि अझै पनि स्ट्रङ र एकदमै हेल्दी भएको मान्छे जस्तै लाग्छ। अब त बुढेसकाल पनि भइसक्यो हैन। त्यही पनि अझै पनि मलाई चाहिँ कस्तो लाग्छ भने अझै म त जवानी नै छु कि जस्तो पनि लाग्छ। तर 31 वर्ष पुरा भएर 32 भइसक्यो। के गर्ने साथीहरु, आज चाहिँ मेरो बर्थडेको दिन। अनि यसो भिडियो बनाऊ साथीहरुसँग यसो गफसफ गरौँ भनेर चाहिँ मैले चाहिँ जोस बर्थडेको दिन पनि यस्तो भिडियो बनाउन गइरहेको छु। कस्तो लाग्छ साच्चै बर्थडेमा चाहिँ अब केकहरु काटौं भने चाहिँ छैन हैन। केकहरु नभए पनि अब यस्तै छ, बर्थडे मनाउनु पर्छ। अनि बर्थडेमा चाहिँ के खाने त भन्दाखेरि अब आज त केही छैन। अनि केही पनि नखाने, अब बर्थडे नमनाउने आज। अनि त्यस्तै छ। अब यी साथीभाइहरुसँग त्यही भिडियो मात्रै बनाउने भन्ने कुरा चाहिँ भएर चाहिँ आज मैले यो बर्थडेको भिडियो बनाएको साथीहरु। के भन्नु, रमाइलो खोटाङ च्यानलमा विभिन्न भिडियोहरु यस्तै आउँछ हैन। अब रमाइलो खोटाङको होस्टको दिनदिनै उमेर बढ्दै गएको छ। अब तपाईहरुको जस्तो सानो उमेर छैन। अहिले त 31 पुरा भएर 32 मा पो लागिसक्यो त। अब त बुढेसकाल पनि भइसक्यो। अनि यसो 32 वर्ष लागेको उपलक्ष्यमा चाहिँ भिडियो बनाउने भनेर आज मैले यस्तो भिडियो बनाउँदै छु आज। अनि फेरि लुगा पनि यो नयाँ हो, नयाँ लुगा लगाएर बनाएको। अब बर्थडेको दिन नयाँ लुगा लगाउनु पर्यो भनेर। अनि अब अरूले त बर्थडेको दिन नयाँ लुगा लाउँदैन होला, म त नयाँ लगाइहाल्छु नि त। अनि नयाँ लुगा लगाइहाल्छु। अनि आज मात्रै किनेर, यो त अस्ति किनेर लिएर चाहिँ राखेको थियो। अनि आज यसो बर्थडेको दिन नयाँ लगाउने भनेर अनि अहिले ड्युटीमा हुँदाहुँदै मैले चाहिँ भिडियो बनाएको। ड्युटी भएको बेलामा भिडियो बनाउनु पर्यो भनेर चाहिँ यहाँ बसी भिडियो बनाएको छु। अब तपाईहरुले त नयाँ लुगा लाउँदैन होला बर्थडेमा, पैसा छैन होला किन्न पनि है। अनि म त लगाउँछु नयाँ लुगाहरु पनि लगाउँछु बर्थडेको दिन। अनि क्यामेरामा एकदम फोकस गरेर हेर्छु पनि यस्तो आँखा फुकाली क्यामेरामा। अनि कस्तो राम्रो आयो कि आएन नयाँ लुगा भनेर। अब यस्तै छ, लुगाको बारेमा धेरै नगरौँ हैन। अब त्यही हो, केक सेक छैन। तपाईहरुको फेरि केक हुँदो होला बर्थडेको दिन। मेरो चाहिँ केकहरु त्यही त्यस्तो खासै केही काटिएन। केक सेक चाहिँ अब विदेशमा केक काट्नु। तर जे होस् आज मेरो बर्थडे हो। अब त्यसैमा छ। अब के गर्ने, रमाइलो खोटाङको पनि कहिलेकाहीँ बर्थडेको भिडियो आउँदो रहेछ भन्ने होस् न साथीहरुलाई, सबैजनालाई चाहिँ थाहा होस् भनेर चाहिँ। अब कहिले हुन्छ त खोटाङको बर्थडे, हाम्रो रमाइलो खोटाङको भनेर चाहिँ तपाईहरुले टेन्सन लिएर बस्नु भएको होला। तर टेन्सन लिनु पर्दैन, किनकि म त शेयर गरिहाल्ने मान्छे हो के। अनि फेरि अब खुशियाली भएको दिनमा, अब बर्थडेको दिन लुना त खुशियाली भनेर चाहिँ ट्याक्क बनाएर चाहिँ भिडियो पनि बनाइदिहाले। अब सानोतिरको फोटोहरु छैन हैन। सानोतिरको फोटोहरु भए त अब यसो फोटोहरु राखेर बनाउनलाई हुन्थ्यो। सानो त्यतिखेरको उसमा चाहिँ क्यामेराहरु त्यति धेरै थिएन। म जन्मेको बेलामा चाहिँ भर्खर क्यामेराहरुको सिस्टम भएको थियो होला।
अब आजभोलि त जन्मिने साथ पनि फोटो भिडियोहरू सबै भइहाल्छ। त्यतिखेर मेरो म जन्मिँदाखेरि त हुँदैन थियो। अनि अब जे होस् सानोको तपाईँहरूले फोटो हेर्न नपाए पनि अब मलाई नै ठुलोमै हेर्नु न, म ठुलै भएको बेलाको हेर्नु, यो भिडियोमै हेर्नु। अब सधैँ हेरिराख्नु पनि भएको छ सबैजनाले। अनि यस्तै त हो बर्थडेमा अब के भन्नु र है। अब यहाँ अब प्रिमियरमा कतिजना मान्छे हुनुहुन्छ, सबैजना मान्छेहरूले चाहिँ मेरो भिडियोलाई अब बर्थडेको भिडियोलाई लाइक पनि गर्नुपर्छ, सेयर पनि त गर्नु पर्यो नि त होइन सबैजनाले। अनि त्यही हो। अब अरू खासै धेरै कुरा त भन्न मैले चाहिनँ। अब भिडियोमा यस्तै हो होइन। धेरैजना साथीहरूको भिडियो पनि छुटेको होला मदेखि। अब भिडियो हेर्नलाई ड्युटीमा कतिपय बिजी हुन्छ, त्यही पनि भिडियो छुटे पनि पछि चाहिँ मैले हेरिदिन्छु हेर्न चाहिँ। अनि अब के छ भने धेरै जसो चाहिँ ड्युटीमा भएको बेलामा भिडियो हेर्न पाइँदैन, त्यही भएर अलिकति टेन्सन त्यता पनि हुन्छ। तर छुटे पनि पछि चाहिँ भिडियो फुल नै वाच गरिन्छ। अब सबैजनाले आज मेरो बर्थडेको दिन चाहिँ नरिसाइदिनु होला होइन, प्रिमियर राखौँ भनेर। अब खुसियाली हुनु सबैजना, रमाइलो गर्नु। भिडियो यस्तै हो, के गर्ने, युट्युबको पैसा त कमाउनु पर्यो, भिडियो त बनाउनु पर्यो कि कसो साथीहरू। अनि अब युट्युबमा भिडियोहरू चाहिँ भाइरल गर्नु पर्यो, यो बर्थडेको भिडियो पनि भाइरल गराइदिनु पर्यो सबैजनाले। अनि रमाइलो खोटाङ च्यानलमा होइन तपाईँहरूले चाहिँ ट्याक्क के गर्ने भन्दा लाइक पनि गर्नुपर्छ नि त, लाइक गर्नु पर्यो। अनि यतापट्टि सेयर भन्ने हुन्छ, सेयर पनि। अनि कमेन्ट पनि गर्नु पर्यो, च्यानल कस्तो लाग्दैछ जानकारी गराउनु पर्यो सबैजनाले भन्न चाहन्छु। र त्यस्तै हो। अब अरू त के भन्नु र तपाईँहरूलाई, अब सबैजनाले बुझिहाल्नुहुन्छ मेरो च्यानलको बारेमा। त्यस्तै छ जिन्दगानीमा। अब अरूमा धेरै कुरा अब भन्न चाहिनँ। अब यस्तै छ, अब के गर्ने, जिन्दगानी चलिराखेको छ। अब धेरै कुरा त के गर्नु होइन। अब ठिकै कुरा गर्छु, धेरै लामो भिडियो पनि बनाउन चाहन्न। अब बर्थडेको भिडियो सबैजनाले कमेन्टमा ह्याप्पी बर्थडे लेखिदिनु होला। अनि राम्रो लाग्यो भने के अरे लाइक चाहिँ मैले त 5-6 चोटि भनिसकेँ होला यो भिडियोमा, लाइक गरिदिनु, सेयर गरिदिनु। अनि नयाँ मान्छेहरूले चाहिँ च्यानललाई सब्सक्राइब पनि गरिदिनु भनेर चाहिँ रमाइलो खोटाङ च्यानल एकदमै मन पराइदिन भन्न चाहन्छु। र लाइक एकदम लाइक कस्तो हुन्छ भने यो लाइक गर्ने यतापट्टि यसरी सेयर भन्ने ठाउँमा हुन्छ, SHREE सेयर भन्ने, स्याट सेयर गर्ने। अनि कपी लिङ्क गरेर ट्याग ट्याग कम्युनिटीमा पोस्ट, त्यस्तो हो नि त। अनि लाइक भनेको यस्तो यस्तो हुन्छ, त्यसमा यसो ट्यागका थिच्ने, त्यो ट्यागका थिचेपछि लाइक हुन्छ। अनि कमेन्ट भन्ने तल भिडियोको उँधोपट्टि कमेन्ट भन्ने हुन्छ, तलपट्टि हो उँधो हो क्या भिडियोको तल। अनि कमेन्ट पनि गर्ने। अब धेरैजना साथीहरूलाई त थाहा छ। जस रमाइलो खोटाङको भिडियो आई लाइक। थ्याङ्क यू, बाई बाई।